नरकबाट उद्धार हुनका लागि एउटा अजामिल नाम गरेको ब्राह्मण थियो। अघि जन्मिएदेखि मरण पर्यन्त हरिको नाममा हरियोसम्म पनि नभन्ने, हरिको नाममा हरियोसम्म पनि नभन्ने। कहिल्यै जप पूजा पाठ ध्यान मनन कीर्तन त जहाँसुकै जाओस्, हरिको नाममा हरियोसम्म पनि नभन्ने त्यस्तो बेवकुफ थियो, त्यस्तो अपराध थियो। मर्ने बेला भयो, सबै गाउँले मिले यो त साह्रै पापी बोगो है, तै पनि भगवानको नाम जप्छ कि त्यसको कान्छो छोरालाई नारायण भनेर नाम राखिदिउँ न भनेर गाउँले सारा मिलेर नारायण भनेर कान्छो छोरालाई नाम राखिदिए। कान्छो छोरालाई नारायण 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 भनेर सारा सम्पूर्ण जनहरू भन्ने, ऊ चाहिँ कान्छो 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 हो कान्छा भन्ने। त्यस्तो हरामी, नारायण भनेपछि प्रभुको नाम परिहाल्यो। हरामी जाबी भिर्ने, शिकार खेल्ने, ब्राह्मणको छोरो, जब ध्यान पूजा पाठ केही छैन, मन पर्दै गरेको छ, नचाहिँदो कुरा खाएको छ, सबलाई दुःख दिएको छ, तकलिफ दिएको छ, अन्य प्रकारबाट समाजमा वितृष्णा फैलाएको छ, पूजनीय पिताजीलाई माताजीलाई दण्ड दिएको छ। यस्तो अपराध जन्य कार्यक्रममा लागेको हुनाले त्यसलाई कतैबाट बाटो भएन, त्यसलाई खाना लाउन कुनै आपत्ति, सधैँ शिकार खेले पायो नभए मुखा दानु नपर्ने।